शिक्षक साथीहरू नमस्कार। म आज तपाईहरुको माझ एउटा नयाँ भिडियो लिएर आएको छु। आशा छ यस भिडियोले यहाँहरूलाई इमिक्स सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। यहाँहरूले स्क्रिनमा देखिसक्नु भएको छ पहिला ड्रप आउट भएका तर अहिले पुनः विद्यालय भर्ना हुन चाहेमा इमिक्समा कसरी पुरानो डाटा अपडेट गर्ने अथवा पुरानो ड्रप आउट भएका स्टुडेन्टहरूलाई कसरी नयाँ इमिक्समा अपडेट गर्ने भन्ने विषयवस्तु रहेको छ। यसको छोटो उत्तर आउँछ रिभाइभ स्टुडेन्ट गर्ने। यो रिभाइभ स्टुडेन्ट कसरी गर्न सकिन्छ र यसका लागि के आवश्यक पर्छ भन्ने विषयवस्तु यस भिडियोमा समेटिएको छ। भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोला। विद्यार्थी रिभाइभ सम्बन्धी केही जानकारीहरू। रिभाइभ स्टुडेन्ट विद्यालयले नभई स्थानीय तहले मात्र गर्न मिल्छ। अर्थात् विद्यालयले यो स्टुडेन्ट रिभाइभ गर्न सक्दैन, स्थानीय तहले मात्र गर्नुपर्दछ। अघिल्लो वर्षहरूमा ड्रप आउट गरिएका विद्यार्थीहरूलाई पुनः वर्तमान इमिक्स डेटामा फर्काउन रिभाइभ स्टुडेन्ट गरिन्छ। नेपाल अधिराज्यभर जुनसुकै विद्यालयबाट ड्रप आउट भएका विद्यार्थीहरूलाई चाहेको विद्यालयमा रिभाइभ स्टुडेन्ट गर्न सकिन्छ। रिभाइभ स्टुडेन्ट गर्दा कुन प्रदेशको कुन जिल्लाको कुन स्थानीय तहको कुन विद्यालयबाट कुन सालमा ड्रप आउट भएको हो थाहा हुनु आवश्यक छ। प्यारेन्ट्सको नाम जन्ममिति थाहा भएमा झनै सजिलो हुनेछ। कुन विद्यालयको कुन कक्षामा रिभाइभ स्टुडेन्ट गर्ने हो सो पनि स्पष्ट हुन आवश्यक छ। रिभाइभ गर्दा कुन कक्षाबाट ड्रप आउट भएको हो सोही कक्षामा मात्र होइन, ड्रप आउट भएको साल गन्तीबाट हुन आउने कक्षा गनेर कक्षा 8 सम्म रिभाइभ गर्न सकिनेछ। उदाहरणका लागि कुनै विद्यार्थी 2079 सालमा कक्षा 2 बाट ड्रप आउट भएको रहेछ भने हाल 2082 मा रिभाइभ गर्नुपर्दा 4 वर्ष भएकाले 2 वा 3 वा 4 वा 5 सम्म कक्षा चढाई एड गर्न सकिनेछ। अर्थात् 2079 सालमा 2 कक्षामा भएको विद्यार्थी अब 82 सालमा 2 कक्षामा पनि रिभाइभ गर्न सकियो, 3 कक्षामा पनि रिभाइभ गर्न सकियो, 4 कक्षामा पनि रिभाइभ गर्न सकियो। अर्थात् 79 मा 2 कक्षामा, 80 मा 3 कक्षामा, 81 मा 4 कक्षामा र 82 मा 5 कक्षामा हुन सक्छ भन्ने आधारमा विद्यार्थी रिभाइभ गरिन्छ। अब आउनुहोस् प्र्याक्टिकल गरेर हेरौं। सर्वप्रथम गुगल क्रोमलाई खोल्नुहोस् र गुगल क्रोमको URL एड्रेसमा इमिक्सलाई खोज्नुहोस्। खोजिसकेपछि यहाँले यो इन्टरफेस देख्न सक्नुहुनेछ। यो इन्टरफेस देखिसकेपछि यहाँले इमिक्समा गएर इमिक्स लगइन गर्न सक्नुहुन्छ। अब यहाँले स्थानीय तहको विद्यालयको नभइकन स्थानीय तहको इमिक्स युजर नेमबाट लगइन गर्नुहोस्। स्थानीय तहको युजर आइडी र पासवर्ड लगइन गरिसकेको छु। लगइन गरिसकेपछि यो युजर आइडी लगइन भइसकेपछि ड्याशबोर्ड खुल्दछ। यो स्थानीय तहको ड्याशबोर्ड खुलिसकेपछि अब हामी स्टुडेन्ट रेकर्डमा जानेछौँ। स्टुडेन्ट रेकर्डमा गइसकेपछि तल रहेको छ रिभाइभ स्टुडेन्ट। यो रिभाइभ स्टुडेन्ट भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गरिसकेपछि अब कति साल हो त ड्रप आउट भएको साल खोज्नुहोस्। जस्तै 2076 सालमा ड्रप आउट भएको स्टुडेन्टलाई रिभाइभ गर्न खोजिरहेको छु। त्यसपछि प्रोभिन्स छान्नुहोस्, कुन प्रदेशबाट ड्रप आउट भएको हो। त्यसपछि जिल्ला छान्नुहोस् अनि त्यसपछि गएर स्थानीय तह छान्नुहोस्। यति छानिसकेपछि त्यसलाई लोड गर्नुहोस्। अब यहाँ यो माथि छानिएको स्थानीय तहबाट ड्रप आउट भएका सम्पूर्ण विद्यार्थीहरूको लिस्ट यहाँ देखाइनेछ। त्यस
स्थानीय तहमा भित्रका विद्यालयहरूबाट ड्रप आउट गरिएका स्टुडेन्टहरूको लिस्ट यहाँ हुनेछ। अब हामीलाई चाहिने स्टुडेन्टको नाम यहाँ टाइप गर्नेछौँ। यसरी टाइप गरिसक्दा स्टुडेन्टको इमिक्स कोड, कुन विद्यालयबाट ड्रप आउट भएको, त्यो स्टुडेन्टको स्टुडेन्ट आइडी कति हो र त्यो स्टुडेन्टको फुल नेम के छ, बुवाको नाम के छ, आमाको नाम के छ, जेन्डर, साथसाथै कुन इयरमा ड्रप आउट भएको हो त्यो इयर पनि यहाँ उल्लेख गरिनेछ र उसको जन्म मिति पनि यहाँ प्रस्तुत हुनेछ, देखिनेछ। त्यसपछि अब हामीले यही स्टुडेन्ट हो भन्ने कन्फर्म भइसकेपछि यसलाई हामी भ्यू अप्सनमा क्लिक गर्नेछौँ। भ्यू अप्सनमा क्लिक गरिसकेपछि यहाँबाट देखिनेछ ऊ कक्षा 4बाट ड्रप आउट भएको रहेछ 2076 सालमा र त्यस ड्रप आउट भएको विद्यालयमा उसले कक्षा 1 देखि पढेको रहेछ भन्ने कुरा, उसको हिस्ट्री पनि पत्ता लगाउन सकिन्छ। अब गएर अब त्यो स्टुडेन्टलाई कुन विद्यालयमा हैन कुन विद्यालयमा हामीले रिभाइभ गर्ने हो त्यो विद्यालयको नामलाई यहाँबाट इमिक्स कोड राखेर पनि गर्न सकिन्छ र विद्यालयको नाम टाइप गरेर पनि पत्ता लगाउन सकिन्छ। हामीले यो यहाँको विद्यालयमा, यहाँ विद्यालय जुन विद्यालयमा हामी रिभाइभ गर्न लाग्दैछौँ त्यो विद्यालयलाई हामीले सेलेक्ट गर्नेछौँ। त्यसपछि हालको इयर भनेको 2082 सालमा हामीले रिभाइभ गर्नुपर्ने हो, 81 सालमा पनि रिभाइभ गर्न सकिन्छ भनेर देखाइएको छ। हामीले 82 सालमा रिभाइभ गर्न खोजिरहेका छौँ र कक्षामा कुन कक्षामा, अब यो 76 सालमा ड्रप आउट भइसकेपछि 76, 77, 78, 79, 80, 81, 82मा आइपुग्दाखेरि त ऊ लगभग 8-9 कक्षामा पुग्नुपर्ने हो। तर उसले यदि अन्त गएर पढेको छ जसमा इमिक्स अपडेट गरिएको छैन भने हामीले उसको कक्षा अनुसार हामीले 6, 7मा पनि 8मा पनि अपग्रेड गर्न सक्ने अवस्था रहेको छ यस विद्यार्थीको हकमा। तर हामीले यहाँ चाहिँ के गरिरहेका छौँ भने कक्षा 5मा रिभाइभ गर्न खोजिरहेका छौँ। त्यसैले हामीले कक्षा 5 छानेका छौँ र कक्षा 5 छानिसकेपछि अब यहाँ रिभाइभ भन्ने अप्सन छ, यो रिभाइभ भन्ने बटनमा क्लिक गर्नेछौँ। यसरी क्लिक गरेपछि सक्सेस स्टुडेन्ट इज रिभाइभ सक्सेसफुल्ली भनेर नोटिफिकेसन दिएको छ। अब यो विद्यार्थी हामीले जुन विद्यालयमा रिभाइभ गरेका थियौँ त्यो विद्यालयमा छ कि छैन भनेर फेरि स्टुडेन्टको इन्फर्मेसन पनि हेर्न सक्छौँ। त्यसका लागि स्टुडेन्ट इन्फर्मेसनमा क्लिक गर्नुहोस्। त्यसपछि हामीले अघि जुन विद्यालयमा विद्यार्थी रिभाइभ गरेको थियो त्यो विद्यालयको इमिक्स कोड राख्नुहोस् र अहिले कहिले गरेको भन्दा 2082 सालमा हामीले रिभाइभ गरेको हो त्यो छान्नुहोस् र कुन कक्षामा भन्दा 5 कक्षामा हामीले रिभाइभ गरेका थियौँ। त्यसैले 5 कक्षालाई हामीले लोड गर्दाखेरि त्यो स्टुडेन्टको विवरण यो 5 कक्षामा आएको छ कि छैन भनेर हामी हेर्न सक्छौँ। यसरी हेर्दा हामीले विद्यार्थी छानेर हेर्दा यो विद्यार्थी कक्षा 5मा 2082 सालमा आएको छ, उसको विवरण यसरी हेर्न सकिन्छ। उक्त विद्यार्थी रिभाइभ भएर आइसकेको छ, अब उसले कक्षा 5मा अध्ययन गर्न सक्छ। यो भिडियो यतिन्जेल हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।